कुरा राखेपछि मालिकले पनि उनको कुरा सुनेनछन्, सुने जस्तो गरेर छोडिदिएछन्। तर त्यहाँका स्थानीय व्यक्ति बार बार आएपछि उनलाई अब केही न केही गर्नु थियो। अब के रह्यो भन्दा कुरा, ती साउदीकै स्थानीय व्यक्तिले चाहिँ एक दिन चाहिँ चक्कु लिएर आएका रहेछन् सन्त बहादुर पुनलाई धम्कीपूर्ण शैलीमा भन्नको लागि, भेडा माग्नको लागि। र त्यस पछाडि सन्त बहादुर र ती व्यक्तिको आपसमा थोरै मनमुटाव भएको त हुन्छ नै। त्यस पछाडि छुट्याउने कोसिस गर्दाखेरि चाहिँ सन्त बहादुर पुनले चाहिँ त्यो स्थानीय व्यक्तिलाई त्यो चक्कुबाट छुटकारा पाउन खोज्दाखेरि चाहिँ त्यही स्थानीय व्यक्तिलाई चाहिँ छुरी चक्कु प्रहार हुँदछ अन्जानमा। र घटनास्थलमै ती साउदीका स्थानीय व्यक्तिको मृत्यु हुँदछ। र मृत्यु भइसकेपछि अब साउदीको नियम त तपाईँहरूलाई थाहै छ, चाहे जे होस्, जसको झगडा होस्, तर मृत्यु हुनु भएन। र त्यहाँ अन्जानमै एक नेपालबाट रोजगारीको सिलसिलामा आफ्नो सपना पुरा गर्न गएका सन्त बहादुर पुन त्यसरी मृत्युदण्डको शिकार भए। र 54 सालमा गएका उनी 58 सालमा चाहिँ उनले मृत्युदण्ड घोषित भएका थिए। र 20 वर्ष जेल बसे पछाडि चाहिँ उनलाई अस्ति भर्खरै मात्रै बिहिबार मृत्युदण्ड दियो। भनेपछि यो कति दुःख लाग्दो कहानी छ साथीहरू, सुनौँ त। यो एकदम आघात पर्ने कुरो पनि हो साथीहरू। एउटा नेपाली जो चाहिँ आफ्नो सपना पुरा गर्न विदेश जान्छ अनि उतै गएर आफ्नो गल्ती नहुँदा पनि मृत्युको शिकार हुनुपर्ने कस्तो विडम्बना। आफ्नो देशमा जन्मेर अर्काको देशमा गएर 20 वर्षसम्म अर्काको देशमा बसेर त्यस पछाडि चाहिँ मृत्युदण्ड पाउनुपर्ने। र सरकारले एकचोटि अपिल पनि गरे रहेछ, साउदी सरकार र नेपाल सरकारले चाहिँ उनलाई छुट्याउनको लागि। तर त्यसको लागि चाहिँ साउदी सरकारले चाहिँ नेपालको ती परिवारसँग, सन्त बहादुर पुनको परिवारसँग कुरो गरेको रहेछ। त्यसरी कुरा गर्न मिल्ने खालको एउटा कानुन रहेछ। र परिवारका सदस्यले भने 2 छोराले चाहिँ सन्त बहादुर पुनलाई चाहिँ मृत्युदण्ड नै दिनुपर्छ, खुनको बदला खुन भनेका रहेछन्। र साउदीले त्यो कुरा स्वीकारेर उनलाई मृत्युदण्ड दिएको रहेछ साथीहरू। र यो कुरा एकदम विडम्बना छ। यो कुरालाई हामी धेरैले मनन गर्न जरुरी छ साथीहरू। म यो भिडियो मार्फत थोरै यो कुरा मनमा राखेँ। अब अहिले त प्रत्येक मान्छे विदेश जानै पर्ने अवस्था छ नेपालको यो दयनीय अवस्थालाई मध्यनजर गरेर। र त्यसरी अरूको देशमा गएर चाहिँ यसरी दुःख पाउनु पर्ने पाइयो भने केसम्म होला त साथीहरू।